कसरी एमिलियानो मार्टिनेज आर्सेनलको ब्याकअप गोलकिपरबाट वर्ल्ड च्याम्पियन बन्नुभयो। एमिलियानो मार्टिनेज एउटा टिनेजर हुँदा आर्सेनलको लागि साइन गरेको थिए र त्यसपछि धेरैपल्ट लोन आउट भए अरू क्लबमा। मार्टिनेजले भन्नुभएको उहाँले चाहिँदो भन्दा धेरै सफर गर्नु पर्यो, किनभने बन्ड लेनो त्यो बेलामा आर्सेनलको फर्स्ट चोइस गोलकिपर थिए र मार्टिनेज उनको ब्याकअप। तर ब्राइटनसँग भएको एउटा म्याचमा बन्ड लेनोलाई इन्जुरी भयो र उनी सिजनभरिको लागि आउट भए। यो इन्जुरीले गर्दा मार्टिनेजले आफूलाई प्रुभ गर्ने एउटा चान्स पाए। उनले त्यो पुरै सिजन आर्सेनलको लागि फर्स्ट चोइस गोलकिपर भएर खेले र आर्सेनलसँग एउटा एफए कप पनि जित्नुभयो। तर त्यो सिजन सकेपछि आर्सेनलले एमी मार्टिनेजलाई बेचिदियो। यो सबै हुँदा मार्टिनेजलाई अर्जेन्टिनाको स्काउटले नोटिस गरेको थियो र उनलाई अर्जेन्टिनाको 2021 कोपा अमेरिका स्क्वाडमा राखियो। त्यो कोपा अमेरिकामा इम्पोर्टेन्ट पेनाल्टीहरू सेभ गरेर उनले लियोनल मेसीसँग त्यो कोपा अमेरिका जिते। तर यो कोपा अमेरिका एउटा वार्म अप मात्र थियो, किनभने 2022 को वर्ल्ड कपमा टाइटल डिसाइडिङ सेभ गरेर एमी मार्टिनेजले अर्जेन्टिनासँग त्यो वर्ल्ड कप जित्नुभयो।